आज सरस्वती पूजा, विद्याकी खानी सरस्वती माताले सबैलाई सद्बुद्धि दिनुहोस् भन्ने प्रार्थना गर्छु। र हामीले बाँसपानी स्कुल श्री लक्ष्मी देवकोटा प्राथमिक विद्यालयमा आजभन्दा केही समय अगाडि मङ्सिर 18 गते बेलुका मैले एउटा कुरा भनेको थिएँ। यसपटक हाम्रो बाँसपानी स्कुलमा फोटामा होइन मूर्तिमा पूजा गर्ने त्यसका लागि हामीले 100 रुपियाँ अभियान चलाएका छौँ। चाहे तुलासाको मठ जत्रो किन मन्दिर नहोस्, चाहे एक भित्ता जतिको किन मूर्ति नहोस्, कसरी हुन्छ हामी मूर्तिमा पूजा गर्ने भनेर भनेका थियौँ। तर हाम्रो अलि पछाडि सरसल्लाह भइसके पछाडि नबनाउनु बनाइसके पछाडि राम्रै बनाऊ भनेर हामीले जम्मा 3 लाखको इस्टिमेट बनाएर हामीले मन्दिर बनाउने अभियान बनाउनलाई सुरुवात गरेका छौँ। र यसपटकलाई हामीले फोटामै पूजा गर्ने भएका छौँ। अब अर्को पटकदेखि हामीले मन्दिरमा पूजा गर्नेछौँ। जे होस्, हाम्रो बाँसपानी स्कुलमा पनि सरस्वतीको मन्दिर बनाउन सुरुवात भइसकेको छ। यसपटक भएन। जुन कुरा मैले बोलेको थिएँ त्यो बोलेको कुरा केही मात्रामा पुरा भएको छ भने केही मात्रामा अपुरा पनि भएको छ। किनभने मन्दिर हामीले बनाउने क्रममै छौँ, मन्दिर पर भन्दैछ। र यसपटक हामीले बाँसपानी स्कुलमा फोटामै पूजा गरेका छौँ। सबै जना सामु माफी चाहन्छु, किनभने मैले बोलेको कुरा मन्दिर बनाएर पूजा गर्न सकिएन, फोटामै गयो पूजा गऱ्यौँ। तर अब आउने वर्षदेखि हामीले यस हाम्रो बाँसपानी स्कुलमा मन्दिरमै पूजा गर्नेछौँ। हस्, धन्यवाद, नमस्कार।